बालेनले निकालेको टपिक के भन्यो भने यसले पुगेन, यसमा थप 20 मिटर चाहियो भन्यो। त्यो भएको भएर यो रुल चाहिँ उसले प्रस्ताव गर्यो, अदालतले खारेज गरेको छैन कि अदालतले स्थगित गरेर राखेको छ। आजको दिनमा खोलाको छेउमा तपाईको 4-5 मिटर छाडेर जग्गा छ भने पनि तपाईको नक्सा पास हुँदैन यसको कारणले। त्यो भनेको चाहिँ खोलालाई ठाउँ पुगेन भनेको हो नि त। उसले बाटोलाई भने होइन, खोलालाई ठाउँ पुगेन भने हो नि त, पानी परेर हो नि त। अब यो कुरामा चाहिँ यदि नगरपालिकाले राम्रो बजेट दिन्छ भने कोरिडोरमा छेउको मान्छेलाई राम्रो बजेट दिन्छ भने त्यो छेउको मान्छेलाई अर्को ठाउँमा गएर जग्गा किन्न पुग्ने बजेट दिन्छ भने केही प्रब्लम हुन्छ त? तर जुन ठाउँमा आजको चलन चल्तीको रेट 60 लाख आना छ, त्यहाँ सरकारले 10 लाख आना दियो भने त्यो मान्छेले त्यो 10 लाखले गएर के गर्ने? सरकारी दर रेट र चलन चल्तीको दर रेटको डिफरेन्स त थाहा छ। भोलि सरकारले दाम राम्रो रेट दिन्छ, कोरिडोर बन्ने हो भने हामी नाइ भन्छौँ त? भन्दैन नि। तर जुन ठाउँमा 60, 70, 80 लाख रिङ रोडमा 80 लाख आना चौका चलेको छ, तपाईँलाई सरकारले म 10 लाख दिन्छु आनाको छाड भन्दाखेरि छाड्छन् मान्छेहरूले? त्यो 10 लाखले गएर के गर्ने? कहाँ जग्गा आउँछ? आजको दिनमा 10 लाख आनाले कहाँ आउँछ जग्गा? कहाँ आउँछ? भनेपछि त्यसको भ्यालु के भयो?